हेलो गाइजहरू वेलकम टु ब्ल्याक च्यानल अनि गाइजहरू म चाहिँ आज कोदो रोप्न जाँदैछु हेड लाएर अनि गाइजहरू म चाहिँ बसेर पनि लाँदैछु टाउको बान्नको लागि टाउको दुख्छ नि त खानासाना खाएर टक्क म चाहिँ निस्केको गाइजहरू म चाहिँ बारीमा आइपुगेँ हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ पुरा जोत्दै रहेछ अनि म र मेरो बहिनी चाहिँ जाँदैछौँ गाइजहरू हामी चाहिँ कोदो रोप्न थाल्यौँ दुई बहिनी खेतालाहरू चाहिँ आएको थिएन गाइजहरू म र मेरो बहिनी मात्रै रोप्दै थियौँ हामी चाहिँ हेर्न सक्नुहुन्छ अनि गाइजहरू आज चाहिँ मौसम पनि एकदम राम्रो छ कि पुरा घाम लागिरहेछ त्यो त हेर्न सक्नुहुन्छ हजुरहरूले नै पुरा खलखल पसिना अनि गाइजहरू मलाई चाहिँ होइन बहिनीले एकदम हँसाइरहेको थियो के कुरा गर्दै अनि हामी दुई बहिनी चाहिँ हाँस्दै कराउँदै पुरा कोदो रोपिरह्यौँ म चाहिँ गाइजहरू कोदो चाहिँ त्यो साँच्चै रोप्न आउँदैन कि मलाई म त बिस्तारी रोप्छु कि आफ्नै सुरुमा आफ्नै तालमा के छिटो रोप्नै आउँदैन मलाई त्यो त भिडियो देखेर थाहा पाउनु भइसक्यो होला हजुरहरूले गाइजहरू हामीले चाहिँ एक ठाउँमा चाहिँ कोदो रोप्नु भ्यायौँ सबैजना मिलेर अनि हेर्न सक्नुहुन्छ अनि गाइजहरू रोप्दा रोप्दा बेलुका भइगयो पुरा अनि गाइजहरू मैले चाहिँ त्यो खाजाहरू खाएको भिडियो चाहिँ हाल्न पाइनँ पुरा टाइमै थिएन क्या आफ्नो बेलामा त यस्तै हुन्छ टाइम नै हुँदैन हेर्न सक्नुहुन्छ पुरा रातै परेर झमक्कै गाइजहरू अब हामी चाहिँ जानुपर्ने हुन्छ घर किनभने चुमुक्कै परिसक्यो घर गएर खानासाना पकाउनु त पर्यो हिजो गाइजहरू हिजो मैले छडेको थिएँ नि के अरे हिजो मैले झाडु खोलेको थिएँ नि त्यो है अनि डोकोभित्र बिउसिउ बोकेर म चाहिँ बाटो लागेँ हेर्न सक्नुहुन्छ गाइजहरू यो चाहिँ मेरो घरबाट देख्ने भ्यू भन्दै आजको ब्लग यहीँ सकिन्छ बाई